बेला हामी कर्णाली प्रदेश अन्तर्गतको जुम्ला जिल्लामा छौं। जुम्ला जिल्लाको प्रसिद्ध खलङ्गा बजारको नजिकै रहेको यो प्रसिद्ध क्षेत्र एकदम यहाँका डाँडाहरूमा सुन्दर डाँडाहरूमा स्याउबारी रहेका छन्। हेर्नुस् तलतिरको हाम्रो फाटमा स्याउबारी छ। अनि यही यो भाइरल घर रहेछ जुम्लामा। एउटा भाइरल घरको माथि छतमा प्लेन बसेको रहेछ। हेर्नुस् एकदमै सुन्दर आकर्षक देखाएको छ यसले। र यो माथिको डाँडामा 33 नम्बर गण सशस्त्रको ब्यारेक रहेछ, जो यहाँका मानिसहरूलाई सुरक्षा दिने काम गर्दछ, सुरक्षाको पहरा दिने काम गर्दो रहेछ। अनि यतातिरको यो नदी तिला नदीको बीचमा तिला नदी छ। वारी र पारी जुम्लामा फल्ने मार्सी धान विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने मार्सी धान रहेको छ। यसले विश्वलाई चिनाउने काम गरेको छ, नेपाललाई। साँच्चीकै जुम्ला एकपटक सबै मानिसहरूले घुम्न आउनुपर्ने ठाउँ रहेछ। एकदम सुन्दर क्षेत्र रहेछ जुम्ला। जुम्ला विश्वको हामी नेपाली दाजुभाइ दिदीबहिनीहरूले एकपटक आएर जुम्लाको टुरिज्मलाई हामीले प्रमोट गर्नुपर्ने आवश्यकता देखिएको छ। यहाँ एकदमै सुन्दर, एकदमै रमाइलो, आकर्षक छ। जो कोही पनि आउनु होला एकपटक पक्कै पनि यहाँ पुग्नु होला।